Lada. Dijin जान हैन गएर बस्नु धेरै देखिन्छ नि त गीत पनि आउँदैन सबै धेरै देखिन्छ एकदम भाउजूलाई केही आउँदैन यसो घुम्नु पर्यो नि त Ateli. Mana bisa kiarnya? Bahkan biasa. भन्नु भन्छु आदि गर्न पर्यो नि युट्युबमा राखिदिन्छु नि म त युट्युबमा राखिदिन्छु नि नयाँ बुहारी नानी हेर त एकचोटि यता युट्युबमा राख्छ रमाइलो छ नि दाजु हजुरलाई बधाई छ है ल धन्यवाद यो फोटो खिचेर फेसबुकमा हाल्दिनु फेसबुक होइन त दाजु यो त युट्युबमै हाल्छ युट्युबमा राखिदिन्छु
यतातिर घुमाउनु पहिला जति घुमाएर भित्र घुमाउनु होइन उल्टो पऱ्यो नि त्यही भन्दा त होइन अब उताको लड्यो जति पहिला घुमाउनु पऱ्यो अनि फेरि त्यसले गर्दा गइले भन्दा मैले के फुले मात्रै उता त्यता लिएर आउनु ल भाउजू हैन पहिला सुरु चाहिँ तिमीहरूलाई बसेर आवाज हामी लिन्छौँ तिमीहरू त पर्सिने गर्नु सासु भए मान्छे यताबाट जाने कि उताबाट जाने ल सासु पहिला जग्गामा लैजाउँ अनि त्यसबाट फेरि यताबाट घुमाएर अहिले आरती त्यो गेटमा आरती गर्ने हो र त्यो गेटमा हो नि त आरती गर्ने दिदी ल्याउनु परेन दुलाई खै दुले लिएर दुले ल्याएर यहाँ घुमेपछि उता गेट के अरे जग्गा पनि राम्रो बनाएर रहेछ है मजा बनाएर रहेछ ल जग्गा पनि अरू ऋषिको घर आरती ढोकामा गरेर अनि भित्र पसाएर भइहाल्यो यही राखेर हुन्छ आरती भयो हैन यहाँ ल्याउनु पर्यो नि अप्ठ्यारो छ है धेरै बेर भयो क्या उनीहरूलाई बोर भइसक्यो छिटो गर्नु चाँडै गर्नु पर्यो हामी कलश भयो त कलश जग्गामा घुम्ने भनेर लाग्यो जग्गामा घुम्ने अब भयो यहाँ पर्सिनी जग्गामा लगेर घुमाउने नि त ल त्यो गर्ने के पहिला को जाने हजुर गइस फेरि तिमी कहिले आइदिनु अहिले त यसमा एकचोटि पर्छ अर्का रुमबाट राखेर फेरि लिनु भन्नुभयो थियो गएको फेरि भूमिका पर्ने एकछिन पटक 3 पटक भाउजूले झिक्ने हो भाउजूले झिक्छ खोल्नु मिल्ने नानु सक्यो सुतिरहेको छ उताबाट झिक्छ त्यतैबाट पहिला तँले झिक्ने खाने देखि भएन अब बोकेरै गएर भित्र लगाएर सुताइदिएर सुत्थ्यो कि ल अब आठसम्म दुवैजना आउने होइन दुवैजना सबै आउने हो नि गरी निकाले भित्र समातेर हेल्प गर्छ न ए भयो आम ल अब उता जग्गा घुमेर त्यसपछि अनि पहिला जग्गा घुमेर अनि फेरि तर बिहान कताबाट दुलाको अन्माको हो त्यही ढोकाबाट
यही छ यही छ ल बस्ती पाल्न पाउँदा हुन्थ्यो अब हजुर पछि आदि गर्छु दुलै घुम्नुपर्छ नि यो दुला दुलै दुइटै घुम्ने कि एकजना मात्रै हो दुइटै हो नि एउटा त हुँदै हुँदैन नि उसको ब्याग सधैँ पाउँछ कतिचोटि घुम्नुपर्ने तिनचोटि फेरि यतैबाट गएर अनि उता आउनु पर्यो होइन खै त्यो बत्ती चाहिँ खोइ अब ढोकामा बाल्दा ठिक हुन्छ क्या